गाइज यो अगाडिको चाहिँ मेरो बार हो हैन। अब सुरुदेखि म के काम गर्छु भनेर सबै देखाउँछु। हेलो एभ्रिवान, सबैजना नमस्ते एन्ड गुड मर्निङ। धेरै दिन भयो गाइज भिडियो नबनाएको हैन। लगभग कति भयो 2-4 हप्ता भन्दा हैन, बेसी भइसक्यो नि, 1.5 महिना जति भयो होला हैन। किनभने छुट्टी पनि पाएको थिएन, बिचमा 18 घन्टा काम गरिरहेको छु गाइज, पैसा धेरै कमाउनुको लागि। अरू पनि यहाँ गर्दैछु म यसो पैसा कमाउनुको लागि। अनि यहाँ बसेर पुरा मलाई जिस्काउँदैछ, अब म भिडियो बनाउनु जोस चलिहालेको भनेर हैन। अनि मेरो नयाँ प्लान, म कमाउँछु अनि सक्ने मान्छे यहाँ छ हैन। मैले चाहिँ फेरि नयाँ प्लान्ट लिएर आइछु, किनभने अरू सबै मरिसक्यो नि त, भित्र गर्मी भयो। तर यो चाहिँ पुरा बाँचिरहेको छ, यो चाहिँ खतरा छ, यो खतरा। अनि आज चाहिँ म तपाईँहरूलाई थम्बनेल देखेर भिडियो थाहा पाइहाल्नुभयो होला हैन। आज चाहिँ म तपाईँहरूलाई बारको भिडियो बनाउँछु। धेरै कुरा त देखाउँदिनँ, किनभने अब अरूको प्रपर्टी धेरै देखाउन पनि पाइँदैन, मिल्दैन पनि होला। त्यही पनि यसो बारमा काम गरेको यसो ककटेल बनाएको भिडियो चाहिँ बनाएर देखाउँछु तपाईँहरूलाई म। हाम्रो बार चाहिँ एकदम राम्रो छ, मलाई चाहिँ रमाइलो लाग्छ। सो भिडियो अगाडि हेर्दै गर्नु होला। अनि सबैजना सन्चै हुनुहुन्छ होला मलाई सायद लाग्छ। त्यो अब बानी भइसक्यो के र के, अब अरूले हेर्दा त के गरेको जस्तो लाग्छ। तर मेरो अनुहारमा दाना के आइरहेको छ, त्यही निकाल्दै बसिरहन्छु जति बेला पनि। प्रायः कस्तो गर्ने बेला भएको अरे, अब खोजिरहेको अब भयो, सक्यो सुजाता खरेलको टाइम, सक्यो हो सुजाता खरेलको टाइम। सुजाता खरेल खोज्ने समय बितिसक्यो। अब लगाइज अब रेडी हुन्छु ओर्छु, अनि त्यसपछि तपाईँहरूलाई म सँगै लिएर जान्छु। सी यू गाइज, म चाहिँ रेडी हुँ। गाइज यो अगाडिको चाहिँ मेरो बार हो हैन। अनि अब सुरुदेखि म के काम गर्छु भनेर सबै देखाउँछु। यो चाहिँ मेरो बार हो, मेरो जहिले पनि ओपनिङ सिफ्ट हुन्छ। यो फ्यान रातभरि घुमिरहेछ, अब यो कसले बन्द गरेर चाहिँ मार्छ। मेरो पहिलो काम भनेको आएर चाहिँ सबै ढोकाहरू खोल्ने ओर्ने हुन्छ, किनभने मेरो जहिले पनि ओपनिङ सिफ्ट हुन्छ नि त। अनि ढोकाहरू खोल्ने, टोइलेटको म्यानेजर पनि राम्रो छ, बाबै बुढो मान्छे छ, 62-61 वर्षको, मजाको छ। जहिले पनि आएर चाहिँ टोइलेटको ढोका, स्टोरको ढोका, डिसवासिङको ढोका खोल्नुपर्छ। खोलिसकेँ मैले ढोका। यो चाहिँ पल्लो यही छेउमा हाम्रोपट्टि चाहिँ बोर्डर छ नि त, योदेखि पल्लोपट्टि चाहिँ अर्को होटल छ। त्यो त ठुलो छ, 5 स्टार होटल छ। बेलुका खाइ अब 12 बजी क्लोज, सिफ्ट क्लोज भइसकेपछि चाहिँ यसरी ग्लासहरू हुन्छ। मैले चाहिँ ट्याक्क लाने, अब यो डिसवासिङमा हाल्ने, अलिअलि ग्लास यहाँ पनि छ, त्यो ट्याक्क डिसवासिङमा हाल्नुपर्छ। लेट्स डु इट। ल इट्स रेडी। अलिअलि साबुन हालिदिउँ, यसो क्लिनिङ। अलिकति अलरेडी साबुन यहाँ छ, केही पनि गर्नु पर्दैन, सर फेल्ने। यस मजा छ काम गर्न, रमाइलो लाग्छ मलाई चाहिँ। अब जे जस्तै भयो नि काम हो, रमाइलो लाग्छ। अब स्टार्ट हुन्छ अनि आफै धुन्छ। सो अब नेक्स्ट काम भनेको मैले यो कफी मेसिन सफा गर्नुपर्छ। यहाँ कफी बिन्स छ, कफी बिन्स हाल्ने, अनि यो राइस गर्ने, एकदम सफा गर्नुपर्ने छ। लेट्स डु इट। अब यो आफै सफा हुँदै गर्छ, 5 मिनट जति लाग्छ नि त। अनि त्यो 5 मिनट हुँदै गर्दाखेरि चाहिँ अब मैले जुन यो सिसाहरू देख्दै हुनुहुन्छ, यो चाहिँ सबै खोल्नुपर्छ। यो यति सिसा अनि त्यतिसम्म खोल्नुपर्छ, किनभने एकदम गर्मी छ नि त यहाँनिर। अनि त्यसपछि यो पुरा बाफिरहेको हुन्छ क्या, यो सबै खोलेपछि चाहिँ बाहिरबाट हावा मजाले आउँछ। अनि यो हुक्काहरू कसले देख्दै हुनुहुन्छ गाइज, यहाँ हुक्का 4टा जति थियो। अहिले चाहिँ अनि मान्छेले त्यति खाँदैन, कसैले अलिकति इजरायलहरूतिरबाट अनि त्यस्तै ठाउँतिरबाट आयो भने मात्रै खान्छ क्या, त्यही भएर 2टा मात्रै राखेको छ। र हुक्का चाहिँ एकदम भारी छ, यो धेरै छ हो, लगभग 5 किलो भन्दा त 5 किलो, लगभग 5 किलोसम्मको छ यो हुक्का। गरम छ क्या पुरा। त्यो अब यो खोलौँ, लेट्स डु इट गाइज। खोल्न चाहिँ यस्तो गर्नुपर्छ, अनि सरर खोल्छ, सजिलो छ, खोलिहाल्यो। अर्को पनि खोलौँ। गाइज सबै खोलिसकेँ मैले हैन। अब चाहिँ खुल्ला भयो। अनि त्यति गरिसक्दाखेरि हाम्रो यो पनि रेडी भइसकिसक्यो। हाम्रो दिनभरि चलाउने रक्सीहरू चाहिँ प्रायः यिनीहरू हुन्छ हैन। यो चाहिँ धेरै एक्सट्रिम रूपमा जाने रक्सीहरू हो हैन। अनि यता भनेको चाहिँ अब अलिकति प्रिमियम ककटेलहरूमा मात्रै युज हुने छ। यो भनेको चाहिँ इन्क्लुजिभ होला, जसले चाहिँ अगाडि नै सबै ककटेलहरूको फुडहरूको पैसा तिरिसकेको हुन्छ, उहाँहरूलाई चाहिँ यो हो। यो पनि राम्रो हो, नराम्रो होइन, तर जे अब नर्मली युज भइराख्ने हुँदाखेरि चाहिँ त्योभन्दा चाहिँ अलिकति तलको हो। अब मेरो काम भनेको चाहिँ यसलाई यहाँ राख्ने, अब गार्निसहरू काट्नुपर्छ, सबै त्यो गाजरको लागि रेडी बनाउनुपर्छ। अब यहाँ खाली छ, यहाँ रक्सी भर्नुपर्छ। अनि त्यसपछि अलरेडी गार्निस त लगभग अलिअलि होला, अब यसलाई नै फिल गर्नुपर्छ।
यहीँ छ यसलाई नै फिल गर्ने हो हाल्ने अलिअलि नराम्रो छ भने राख्ने हो फ्रिज कडा छ लेट्स गो एन्ड डु इट गार्निस अब हामी जान्छौँ आइस लिनलाई यसमा आइस लिएर जान्छौँ किनभने हाम्रो आइस मेसिन चाहिँ पर छ नि त यहाँनिर छैन आइस मेसिन बारभित्रै छैन अलिकति बाहिरपट्टि चाहिँ ठाउँ नभएर होला सायद के भएर हो पहिलेदेखि त्यसरी बनाउनु भएको रहेछ लेट्स गो अब हामी बनाउँछौँ क्रस आइसको मेसिन चाहिँ कडा छ यहाँ होइन ट्याक्कसँगले आइस हाल्ने झ्याप्प छोप्ने आइस झर्छ अब चाहिँ क्लिनिङ टाइम गुड मर्निङ सर अब चाहिँ प्लास्टिकको ग्लासहरू राख्ने काम भइरहेछ किनभने जो मान्छेहरू फुल सनबेडतिर सुत्छन् नि त उनीहरूलाई चाहिँ ग्लासहरू लानु अलाउ छैन क्या टेबलमा बस्छन् भने मात्रै हो किनभने फुट्छ ओर्छ के हुन्छ भनेर लानु दिँदैन सो त्यही भएर दिनभरिमा लगभग यो प्लास्टिकको ग्लास चाहिँ टन्नै नै सकिन्छ गनेको त छुइनँ तर एक बन्डिलमा कति हुन्छ लगभग 4-5 बन्डिल चाहिँ लगभग सकिन्छ दिनमा सबै दोकान प्लास्टिक नै दिन्छौँ क्या बाहिर जानेहरूलाई चाहिँ अब चाहिँ मेरो गार्निस काट्ने काम सुरु हुँदैछ होइन किनभने मैले हिजोको सबै हालिदिइसकेँ यो चाहिँ राम्रो छ यो राखेँ यो पनि राम्रो छ कटौँ ठ्याक्कसँगले मिनसिन पनि केलाउन छ टाइम लगभग 5-6 मिनट त लागिहाल्छ यहाँ काम गर्दाको मलाई बेस्ट पार्ट चाहिँ खानेकुरा लाग्छ क्या किनभने यहाँनिर स्टाफलाई यो यस्तोलाई यो भनेर भन्दैन जस गेस्टहरूले जे खान्छ त्यही नै दिन्छ हामीलाई पनि अहिले बिहान चाहिँ ट्याक्कसँगले म धेरै कुरा केही खाँदिनँ कोला स्याउ कोला त भएर दिउँसोको लागि हो ओट्स अनि अलिकति दही खान्छु यति नै छ गाइस अहिले बिहानको चाहिँ अनि थोरै यो खजुर पनि छ यति नै खाने हो अनि अब अहिले खाइसकेपछि भने एकैचोटि 3 बजी खाने हो अहिले 10 बज्यो 11, 12, 1, 2, 3 लगभग 4-5 घन्टापछि खाने हो त्यही भएर ठ्याक्कसँग लिएर मजाले खाने हो अब खाएर अनि त्यसपछि लगभग गार्निसहरू सबै रेडी भइसक्यो अलिकति बाँकी छ अनि त्यसपछि हाम्रो शिफ्ट सुरु हुन्छ अघि 9 बजीदेखि नै सुरु भइसक्यो हुन्छ तर हाम्रो यो जुन इन्क्लुसिभ जो जसले पैसा सबै तिरिसकेको हुन्छ उहाँहरूलाई चाहिँ 11 बजी मात्रै हो अनि त्यसपछि क्यासहरूलाई चाहिँ 10 बजीदेखि सुरु हुन्छ भइसकिसक्यो आएर बोलायो भने त जानुपर्छ होइन भने चाहिँ ट्याक्कसँगले खाने हो खान्छु ओर्छु अनि गाइस तपाईँलाई एकछिन बाहिरको सब्जीहरू बनाएर देखाउँछु ओर्छु आजलाई बिदा माग्छु Hi guys, Bhabe. Hello, good morning sir. You want to drink it here or in the booth? Hello. Yes sir. Virgin mojito and beer. Beer. Okay. Sorry, you want to drink it here in the pool? I'm already out of You're welcome. Thank you. Okay. मेरो चाहिँ बिहान भिडियो बनाउँदा ब्याट्री सक्यो अनि अहिले चाहिँ फेरि दिउँसोको खाना खाएर माथि जाँदैछु रुमतिर माथि जाँदैछु कामतिर फेरि 1 घन्टाको ब्रेक लिएर खुलिसक्यो हाम्रो लिफ्ट माथि गएर प्लेट सेट राखेर अनि अब 4 बजी चाहिँ 5-6 2 घन्टा छ ड्युटी सो 2 घन्टा भइसकेपछि अनि गएर आनन्दले बस्ने हो रुममा सकिन्छ आजको दिन पनि